Hello friends. Hello friends भन्दै. Hello friends. Welcome back to our channel. फेरि भन. Welcome back to our channel भन. भन्दिनौ. जान्दिनौ. आज चाहिँ हामी हिँड्दैछौँ जाँदैछौँ है. गेस गर्नु हामी बाटोमा छ भनेर हामी आइसक्यौँ. ब्याक क्यामेरा गरेर देखाउँछु. हेर्न सक्नुहुन्छ हामी आएको छौँ गारौसुर मन्दिर है. तर हामी निक्लिएर मिल्छौँ है त. र हामी चाहिँ हिँड्दैछौँ. नेबु नेबु पिरो लाग्छ पुरै जताततै. ओके हेलो okay we are here. Hello puppy. Hello. Wow, nice. Hello. Wow. सक्नुहुन्छ जताततै परेबा छ है. कस्तो जाडो छ हेर. हामी चाहिँ यहाँ छौँ के. अब चाहिँ हामी जाँदैछौँ अन्दर. के जय वाउ मेरो काम घन्टी बजाउने. रोक्नु न के हामी सबै पुरै बजाउँदै जाऊँ. Awesome. Oh, इसको तो घंटी नहीं निकलेगा. Oh, sorry. I'm so sorry. निकलियो. Okay, मजा आछ. Wow. Okay. Wow. के अब यो जय अब यताको बजार. ओके अब यताको गरम है. पुरै बजाउने के पुरै मजा आएको छ. वाउ
awesome. के अब हामी चाहिँ अब यो बजाएमा के वाउ यता कस्तो राम्रो हजुर कहाँ के सबै घन्टी खोल्छ नेबु आऊ Me too. Ah, left. Left. Okay, wow. Wow. Okay, we have many pools, flowers. There are many flowers. Mommy is here. Okay. एकैछिन ब्लग गरौँ न सबै कति राम्रो यहाँ है ओके म चाहिँ मेरो एउटा काम रह्यो फोटो खिच्नु सो एकैछिन पछि मिल्छ है त अझैसम्म फोटो खिचेर आइसकेको छ हामी चिकन ल्यायौँ अब चाहिँ हामी हिँडेको है नेबुलाई भोक लागेर बिचरा खाली खाली पेटा छन् म त पानी नै खाएको होइन जो ओ यहाँ बसेको खिच्छौँ न एउटा अब चाहिँ हाम्रो यात्रा छाङछाङदीको आऊ हेर्नु न दौडिँदै आइछे के भयो ठोक्न नगर न ओए ओए कति मेरो फुल झऱ्यो ले ओए मान्छे अप्ठ्यारो छ बाटो है बोल्न मिल्दैन रुकियो सुस्त गोल्टिन छ है हामी दुइटै गोल्टिन छ है सुस्त के सुस्त अब चाहिँ हामी हिँड्यौँ सरारा छाङछाङदीतिर गाउँसिरको दर्शन भयो अब यहाँ तल छाङछाङदीको टिका ए नदौडिया लोटी छै कतिमा झाँचेको हावा चल्दैछ बन्सी मरे नि अब अगाडि बस्छ म दुईटा पछाडि बस्नु चाहिँ हामी दुईटा अगाडि बस्ने नेबुले अगाडि बस्ने भनिन् नेबु छोडो यति त जाऊ तर जाऊ त्यो जाऊ जी बाङ्गे टिङ्के आएको छ ल पानी बस के हामी हिँड्यौँ Nitu.
बस बस के हातमा लिएको के हो हातमा लिएको ए सिफ्टी हो राखिदिउँ ब्यागमा हामी चाहिँ हिँडेको चल हिँड्ने बाबु हेरेर दुःख छ अहिले तल चढेपछि यति बाटो भ्याएपछि चलाउँदै जाने है हस् भन न पानी खान्छ नि बिसा लौ पानी लौ बाबुले पानी खाँदैछन् भयो मम्मी लाउनु भयो अरे खान्न अरे यति खाइ भयो यहाँ राखिदेऊ कि यहाँ अहिले त हो यहाँ ल यता हेर न त के बाटो हेर्नु कति अप्ठ्यारो छ अहिले त अघि नै कालोमा कस्तो भएको थियो त्यही भएर कालोमा हिँड्दैन अब चाहिँ कस्तो ठ्याङ ठ्याङको बाटो कस्तो छ पुरानो कस्तो उकालो अघि कस्तो थियो अब उकालो जय श्रीराम मुनि देखे हौ के रे कैसे मुनिले खुट्टा बाच्चे कोइसो हिँड्दै हिँड्दै खुट्टा बाच्चे न बेटा न चल्ने है बाबा जाने बस 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 के बाटो हेर्दैनौँ बाहिर हेर्दैनौँ के भेट्न सकिन्छ हजुर बाबा गति चलाएको त बाबाले बसिया हुन्थ्यो कि भाइ अगाडि बस्नुपर्छ मानेन कि नि बिल्यो नि जय कान्छा मिठो लाग्छ बहिनी अलिअलि अझै एउटा मन्दिर आयो नमस्ते गरिदिनु अगाडि नमस्ते हिरोइनु जस्तै लागेछ बस न नउभियो कि अहिले त गाह्रो बाटो आउँदिसक्यो अब लोटिन्छ नि टाउको ठोकिन्छ खै आउने बेलामा के आउने बेलामा बस्यो अरे बा बा गाह्रो कहाँ जाने हो र गालो आउने बेलामा म बस्छु नि निन्द्रा लागेको छ मलाई आज बिहान छिटै उठेर निन्द्रा लाग्छ कि अब के सामु यता कहाँ गएको आजमा कति बजेको थाहा छ आज म 4:20 उता उठेको म नि उठेको होइन आइरहेको थियो
धानी नसुहाउँदैन के आएको यो के काले निलायो नि ए हो म त 7 डाला गल्लीमा आएको नि मैले त 7 डाला गल्लीमा आएको नि अहिले त सिरा अहिले त उसो भयो नि मम्मीलाई सोध्दैन 7 डाला गल्लीमा आएको भनेर के अब अप्ठ्यारो बाटो आइसक्यो अब किसिम हुन्छ गिजिङ हुन्छ गिजिङ हुन्छ यो चाहिँ के छ What is this? Okay, यहाँ केही छ हिमालय ए हो हिल्ली भ्यू हो रिसोर्ट वाउ हिमालयन रिसोर्ट राम्रो छ यस्तो गाह्रो यस्तो सजिलो आइहाल्छ हाम्रो चाहिँ कस्तो ओह्रालो हो चरी पिरो लाग्छ यहाँ त केही देखिन बाटो क्लियर देखिन्छ कटेज रहेछ यो के रहेछ special camera सेवाहरू your sevas सिल्की रोड आइहाल्छ प्लिज यता टला नालेको यो तलतिर चापाकोट गइन्छ चापाकोट भन्ने फेरि के हो चापाकोट ए चापाकोट फेरि यस्तै छ कि बाटो पुरै आधी पिच छ आधी ढलान गरेको छ आधी भन्दा बढी यस्तै छ बाटो योभन्दा पनि खत्तम छ अझ तल त अभिनय आउँदा उकालोमा झ्याउँछ नि त अनि त्यही भएर भ्लग गरेन अब ओह्रालो फेरि अर्को पिच रोड आइसक्यो अब ओह्रालोमा भ्लग गरेको होइन नि अब बस्न गाडी छन् कि नि यस्तो अप्ठ्यारो बाटो अनि आफै बिहारे लाल अहिले त बिहारे लाल बस्न नै अलिक पछाडि आएर बस्छ त्यस्तै नबस्छ बाटो बाटो खत्तम कति लामो घर हो दुनियाँको सबैभन्दा लामो घर मुनि हेर त
मिनी मिनी साँच्चै राम्रो रहेछ कि के रहेछ जहिले ल्याउने कि अनि एउटा रिटर्न गयो क्या मुनि मुनि बाइक चलेर गयो अबको बाटो खत्तम छ अब यो धेरै नै छ यस्तो बाटो कति राम्रो भ्यू छ देखि टोइले सत्तर हो र यो यो चाहिँ के भन्दाखेरि मैले पढेको यहाँ कुखुराको मासु पाइन्छ रहेछ मासु पाउने ठाउँ मिल्ने रहेछ त्यहाँभित्र बाटो यस्तै छ पुरै अब माथि मकैबारी गरम गरम छ माथि मकैबारी गरम गरम मकैबारी गरम गरम लाग्छ भोक लाग्यो बिचबाट त पानी धेरै आएको भयो होला नि कस्तो छुट्टै छ क्या दुई भागमा बाटोहरू यता यस्तो छ अनि ठिकै भयो निन्द्रा लाग्यो पानी पर्यो क्या पानी परेछ पानी पर्यो यति पर्छ यो सिसा देखेको छैन ओके सिसामै देखेर भनेको नि सिसामा नि पर्यो अनि म पानी पर्यो भनेर छामेको अलि पक्लै राख्नु उता तलबाट पनि गाडी आउँदैछ मान्छेहरू भोलिँदै अब हामीलाई यहीँ बस्नुपर्छ किनकि गाडी कटेपछि बल्ल जानु पर्यो किनकि सागरो छ बाटो नि खत्तम बाटो यस्तो छ अच्छा अर्को सबैभन्दा खत्तम बाटो त पहिलो जाँदाको थियो है यस्तो पुरै ढुङ्गा मान्छे हिँड्नलाई बनाएको बाटो टायर नि फाट्यो थियो र त भ्लग हेर्नु बसेन नि हामी अकला अनि सेतीबेरी गएको त्यो भ्लग हेर्नु बसेन भने छिटै हेर्नु त्यो भ्लग चाहिँ फेरि अझै एउटा गाडी आयो
त्यो भ्लग चाहिँ मम्मीको आइडीमा छ है, हेर्नुपर्छ है, हेरिहाल्नु है त्यो भ्लग। यही छ राजु आज पञ्चमी छ, त्यसैले धेरै मान्छेहरू आएका छन्। पञ्चमी भयो औँसी के अरे शनिबार पनि भयो। र त्यो भ्लग हेर्नु होला। त्यो भ्लगमा हामीले बल्ल बल्ल सुरु गरेको थियौँ भ्लग, त्यति बेला मेरो आइडी थिएन, सुरु गरेको बल्ल भ्लग। अनि त्यसपछि मैले यसमा आइडी गराएँ र धेरै राम्रो भ्लगहरू हालेको छु हजुरहरूको लागि। त्यहाँनिर त्यस्तै घर जस्तो छ, यो त घरै छ, त्यो त झ्यालहरू छ, जङ्गल छ, पुरै जङ्गल बाघ बस्ने ओडा जस्तो छ। बाटो कति धेरै छ यस्तो नराम्रो बाटो भनेर अहिलेसम्म छ, अघि नै हो भएको, अहिलेसम्म छ कि त्यस्तै छैन, धेरै चाहिँ यस्तै नराम्रो बाटो छ। त्यसपछि चाहिँ फिक्स गरेको छ, त्यसपछि ढलान गरेको छ। यहाँको त झनै खत्तम छ, ढुङ्गा बिछाएको सानो छ बाटो क्लियर नदेखेको होला। अस्ति नै दुईवटा समातेको छ। पानी थियो, कति ठुलो पानी परेको थियो, अनि झरना कस्तो थियो, अहिले त सुकेछ। यही हो अस्ति नै तल्ली राम्रो थियो कि बाटो, झन् नराम्रो परेछ। नेबु निदायो क्या हो? Oh my Lord, my love, oh my love, oh my love. Oh wait, I'm so सानो जनावरहरूलाई स्विमिङ पुल, नेबुको स्विमिङ पुल, यहाँ सबैले ढुङ्गा ठुलो
हेर्नु यस्तो भने चाहिँ मैले यस्तो बाटो हटिएछ अनि चाहिँ के है यस्तो भएछ बाटोहरू है। अब पछि मिल्छु एउटा आयो फेरि भन्ने स्टार्ट गरेँ सुनै पाएन मैले। सजिलो आयो जस्तो छ ओके अलि सजिलो आयो बाटो। यस्तो गर्न सक्छौ गर न। स्कुटर एउटा गाडी फेरि आयो। गाडीलाई के भएछ? What happened? के भएछ? के यो चाहिँ के हो? कुवा जस्तो के धारा, पानी खाने धारा। बुलाइन खिलाछ Never need a end. Never the Nirayan. You know, Toka. Tidak pernah lagi. Ayo, apa pasti ayo pasti. Ayo. फेरि असिलो बाटो आयो। बस सुत नच ठोकिन्छ हेर त बाटो कति गाह्रो छ। निद लाग्यो गुड नाइट के भनेको? निद लाग्यो। फेरि एउटा बाइक बस ठोकिन्छ बस ठोकिन्छ कि किन उभिक्यो र? सुत्छौ सुत न त। यो त फेरि घर आयो, फुल आयो, फुल सही ओके कति राम्रो फुल रहेछ यार त्यहाँ।
कति राम्रो बुझेको पर्पल कलरमा त एकदम धेरै फुल छ भने धेरै फुल ओके अझै राम्रो फुल आयो फुल 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 ओके फेरि एउटा गाडी आयो फिर से वन कार आई फिर से वन कार आई वन कार यता झनै यताको बाटो झनै सानो रहेछ फेरि एउटा बस्ने ठाउँ आयो बस्ने अब त तलतिरको घरहरू देखिँदैन अलिक बजारको घरहरू देखिन लाग्यो दुईवटा बस्ने ठाउँ रहेछ एउटा व्हाइट ब्लू एउटा पिङ्क ब्लू त्यहाँ थिम्ने बस्ने ठाउँ रहेछ र भ्यू चाहिँ खतरा छ त्यो माथि रुखहरू हेर्नु खतरा छ है लाइन वाइज लाइन लाग्छ खतरा छ खतरा बाटो नि त्यस्तै खतरा छ यो पनि त्यस्तै खतरा छिन् सुतागे आउँछ नि ऋण लाउन हट्यो तिम्रो नि मलाई सरेछ जस्तो छ नेबु तिमीलाई निल लाग्थ्यो नि अघि नै त्यो मलाई सरे जस्तो लाग्यो के मलाई हाई 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 ठाउँमा बस्ने ठाउँ छ आउला नि अझै आउला नि आउँछ के फेरि त्यस्तै बाटो आयो फट्टीको बाटो आयो फट्टीको बाटो आयो फट्टीको बाटो आयो फट्टीको बाटो आयो लास्टै जिउ लाग्यो फेरि आयो बस्ने ठाउँ पिङ्क कलरमा आयो पाँच चेक
सुकेको पात झरेको त सुकेको पात बेसके कि आउन आउँछ भ्यू चाहिँ कता आउँछ यहाँ तल बालिङ बजार पनि देखिन लागिसक्यो है बालिङ बजार फेरि अप्ठ्यारो बाटो आयो अब हामी आउनु लाग्यो शान्ति यहाँ पनि रहेछ हाम्रो आउला नि आउन नि सक्छ Baling nagpapalit wala solda pew 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 nebu 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 ede ara oye क्यों auto बच्चे यहाँ नि अझ एउटा कसै नभएको अटो सिसानै नभएको अब यता हेर न एकचोटि हेर न यता हेर न एकचोटि हेर न फ्यु 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 मन्दिर आयो फेरि दर्शन गर्नु नमस्ते गरिदेऊ एकको नमस्ते गरिदेऊ नमस्ते नमस्ते नमस्कार यो ढुङ्गाहरू बिछा छ नि एउटा माथि हो त्यस्तैमा अझै त्यो एउटा छ नि त्यो एउटा लेयर मात्रै बिछा छ नि त्यसमा अझै साइडमा अझै एउटा बिछा बिछाएको थियो क्या अस्ति नै पहिलो बाटो फेरि राइड गऱ्यो के भयो जङ्गलको बिचमा घर कहाँ आउँछ Dozer. Aku lebih out. Saya out. साँच्ची आउँछ Parachuli Deluxe. Parachuli Deluxe. Okay, finally beach bato ayo. Beach bato ayo. Beach bato ayo. Pasok di bro. Please close your others
आदर्श स्कुल हेर त स्कुल हेर त स्कुल आदर्श स्कुल यही नै छ आदर्श सिजन ब्लग्समा देखेको सिजन ब्लग्स तिम्रो स्कुल तिम्रो हो मेलन त पाइने थियो होइन नि होइन सामुदायिक भवन फेरि भवन आयो एउटा के फेरि असिलो बाटो आयो अलिकति असिलो बाटो आयो फेरि बस्ने ठाउँ आयो देखियो तिम्रो डोजर त आएन आउँदैन फेरि डोजर आउँदैन हिल्दै जाऊ त भन मन्दिर हो यो नमस्ते गर्दै वाली आर्ट यो चाहिँ वाली आर्ट हेर्दै जाऊ त सर्प जस्तै हो सर्प जस्तै हेर्नु त मैले भन्ने थिएँ नि फेरि आउँछ भनेर तर तिम्रो डोजर त आएन फेरि आँट्ने मन्दिर आउँदैन जति हेरे पनि आउँदैन नआएगा तुम्हारा डोजर नआएगा खै डोजर हो त्यो उता गाडी भन्दा उता पारी दुईटा होइन हिल्दै जाऊ त अन्त अगाडि त आएन नि फेरि हल्का मन्दिर पनि आउँछ नि त हिल्दै जाऊ त हेर्दिन आँखा चिम्म गल्छु डोजरलाई ल्याउ त ल्याउ त दुईटा डोजर आएन हेर्दिन नि Lastly, we are रोटी खाने ठाउँ आयो ठाउँ आयो
मन्दिरमा त हिँडेको नि हामी हामी मन्दिरमा त हिँडेको नि थाङथाङनी मन्दिर बाँदर हुन्छ त्यहाँ त तिमी जस्तै साथीहरू हुन्छन् तिम्रो र भाइको साथी छन् मन्दिरमा हेर्दै जाऊ त हेर्दै जाऊ त फेरि आऊ त तिमीलाई थाथी हुन्छ तिम्रो नगर कि तिम्रो साथीलाई हेरिदिने हौ भनेपछि आँखा चिम्म गरेर बस्छु रे छुटी ढाँटेको होइन ढाँट भनेको मैले ढाँट्ने के ढाँट्ने मैले हेर पुलिस चौकी आयो अब तिमीलाई त्यही राखेर जाने हो अब हेर्दिनँ बाँदर पनि देखिन्छ है बाँदर नेबुको साथी नाइसी दिदीलाई बाँदर पनि देखाइदिने है नेबु फेरि डोदा लायो होइन मैले भनेको फेरि आउँछ भनेर हेर त साइकललाई लिएर आएछ डोजरले हेर त के हो यो वाट इज दिस सिसा हो कि सिसा होइन अब के हो यहाँ के हो अब नेबुलाई बाँदर छिमै छोडिदिएर जाने हो नाइसी दिदीलाई छोडिदिने हो गुड भन न नेबुलाई हो गुड भन न नाइसी राइट अरे नेबुलाई छोड्ने हो नि दिदीलाई त्यही छोडिदिने हो होइन त्यसो गर्नु सिकेछु नेबुलाई छोडिदिने हो नेबुलाई छोडिदिने हो राइट नेबुलाई छोडिदिने राइट आयो तानीसम्म छोडिदिने अब यही बाटोमा छोडेर जाने है हामी हो नाइसी दिदीलाई हो कि नेबुलाई त मैले अहिले काखमा राखेको ढाँट के ढाँटम के ढाँट कपाल छन् तिम्रो कपाल अब काट्दिने हो होइन हो ठुलो बनाएर बाट्ने हो ठुलो बनाएर काट्ने हो होइन अब काट्दिने हो टक्ली बनाइदिने टक्ली भाइलाई यो के टक्ली गराइदिने चाहन त नेबु होइन नेबुलाई यो टक्ली अलिक स्पिन नै हुँदो रहेछ बाहिर मेरो त कपाल छ टिकटक बनाउन कपाल छ तिम्रो भन्दा ठुलो कपाल त भाइको छ छि कति नराम्रो कपाल हो कुचिङ खायो छि कति नराम्रो कपाल रहेछ नुहाउँदैन नुहाउने होइन भाइले र मैले त अस्ति नुहाएको आज नि मैले त आज नुहाएको भाइले अस्ति नुहाएको मैले त अस्ति नै नुहाएको नेबुल त नुहाउँदैन नुहाउँदिने
कति बेला नुहायो 10 बजे मेरो त 10 बजे छैन हिलकोटमा हो छाङछाङी यहाँ नि मन्दिर छ नेबुको यता छाती मन्दिर नेबुको छाती पछि छ गुफा आइछ यो जानुभएको छ महेन्द्र गुफामा भित्र टिका लगाइदिन्छन् है आशीर्वाद पनि दिन्छन् है तिमी स्कुलबाट गयो क्या अत्तले छाँगा गएन अत्तले छाँगा फेवाताल गयौँ त्यहाँ महेन्द्र गुफा गयौँ अनि उसमा खाना खान गयौँ भेराइटी क्याफेमा अनि छाङछाङ सरस्वती शिव शक्तिपीठ व्यवस्थापन समिति यहाँहरूको अनि के भन्छ यहाँ त मङ्की हुन्छ नि नेबुको छाती आयो अनि उसमा गयौँ के अरे त्यो उसमा म्युजियममा माउन्टेन म्युजियममा इन्टरनेट लाने होइन हामी आइसक्यौँ डम्बरू किनौँ न डम्बरू त्रिशूल छिटो घरमै म 11 बजे जाने हो So we are here. This हेर त तिम्रो त तिमी जस्तै डोको हेर त यो तिमी जस्तै छ है सानो डोको डम्बरू ओए छ्यारीको अब आफैले अडाउन सक्छौ छुटी लु यसो मात्र यसो मात्र त लु मैले यो किन्छु मम्मी मलाई यो चाहियो मम्मी मलाई यो चाहियो मम्मी यो चाहियो मम्मी मलाई यो चाहियो एउटा जाउती लाग्नु त मेरो डम्बर चाहियो त्रिशूल हेर यस्तो यस्तो कोही एउटा पर्छ एकै जाति कुरा मम्मी मलाई यो चाहियो मम्मी दिनु भयो छु मम्मी तो दिनु न मम्मी तो दिनु न मम्मी भयो छु मम्मी तो
त केही छैन के के राखानी दैन त ओके ल ए चल्ले समाते त भगवानले अटेरी जालिने त अनि त्रिशुल किनेर एउटा अब चाहिँ के किन्यौँ here. I'm Matthew listening to me. Sit down, okay? Cool. अब झरे पुरै मिठै जति झरे दादाले खोसे लैजान्छ है दाखिल खोल न त्यसै त छिटो यता त बादर हुन्छ अघि आऊ अघि आऊ छिटो एउटा यहाँ छ अनि मम्मीले ल्याइदिएको यो त्यसपछि यो त्यहाँ उसले ल्याइदिनु भयो अनि यो गरेर गएको आजको भ्लग यति नै कस्तो लाग्यो मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला र आजलाई बाई बाई।